मलमासको बारेमा यस्तो भिडियोज त देखिराख्नु भयो कि होला। अधिक मास, मलमास। मलमासको समयमा गर्न हुने कार्य र गर्न नहुने कार्यहरू के हुन्? धेरै जनाले मलमास कहिलेदेखि छ मलमास लाग्दैछ। तर तपाईलाई थाहा छ नवविवाहित जोडीले किन मलमासको बेला छुट्टै टाढा बस्नु र बार्न जरुरी हुन्छ? आखिर यो मलमास वा अधिक मास किन पर्छ बुझौँ है त। हिन्दू पात्रोमा मुख्य गरी दुई प्रकारको महिनाहरू हुन्छन्। पहिलो हो सौर्य मास। यो सूर्यको गति अनुसार चल्छ। हामीले युज गर्ने विक्रम सम्वत पात्रो, संक्रान्ति, ऋतु परिवर्तन जस्ता कुराहरू यही अनुसार हुन्छन्। दोस्रो हो चन्द्रमास। यो चन्द्रको गति अनुसार चल्छ र तिथि, व्रत, चाडपर्व र धार्मिक उत्सवहरू प्राय जसो चन्द्रमास अनुसार मनाइन्छ। अब कुरा यहाँ इन्ट्रेस्टिङ छ। सौर्य मास अनुसार एक वर्षमा 365 दिन हुन्छन्, तर चन्द्रमास अनुसार भने 354 दिन मात्र हुन्छ। भनेको हरेक वर्ष करिब 11 दिनको फरक पर्छ। यही फरक थपिँदै जाँदा करिब 2 वर्ष 8 महिनापछि पुरा 1 महिनाको अन्तर हुन्छ र यही फरक मिलाउन पात्रोमा एउटा एक्स्ट्रा महिना थपिन्छ। त्यो एक्स्ट्रा महिना नै अधिक मास वा मलमास हो। यो वर्ष यो एक्स्ट्रा महिना ज्येष्ठमा परेकोले पात्रोमा अधिक ज्येष्ठ भनेर राखिएको छ। यो समयमा भगवान विष्णुको पूजा, ध्यान, जाप, व्रत र दान गर्नु शुभ मानिन्छ। तर बिहे, व्रतबन्ध, गृह प्रवेश र नयाँ बिहे भएका दम्पतिसँगै बस्नु र गर्भधारण जस्ता मङ्गल कार्य भने यो समयमा अशुभ मानिन्छ र गरिँदैन पनि। भनिन्छ कि जुन समयमा सन्तानको गर्भधारण हुन्छ त्यसको प्रभाव बच्चाको जीवन, ऊर्जा र पारिवारिक अवस्थामा पनि पर्छ। र मलमासलाई भोगविलास, नयाँ सुरुवात र सांसारिक कार्य भन्दा पनि ध्यान र साधनाको समयको रूपमा हेरिन्छ। त्यसैले पुरानो परम्परा अनुसार यो बेला गर्भधारण गरेमा दम्पतिको जीवनमा अनावश्यक तनाव, आर्थिक अस्थिरता वा सम्बन्धमा कठिनाई आउन सक्ने विश्वास गरिन्छ। र अर्को इम्पोर्टेन्ट कुरा, हिन्दू ज्योतिषमा केवल एउटा महिनाले मात्र मान्छेको भाग्य तय हुँदैन। जन्म समय, ग्रहको अवस्था, नक्षत्र र पूरा कुण्डली हेरेर मात्र कुनै निष्कर्ष निकालिन्छ। आफ्नो कुण्डली डिटेलमा देखाउन या बुझ्न चाहनुहुन्छ भने नवकुण्डली एप डाउनलोड गरेर ज्योतिषसँग परामर्श लिन सक्नुहुन्छ।